नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई। नेपाल क्रिकेट समर्थकहरूका लागि आज निकै ठूलो दिन हो। आज अर्थात् जुलाई 15 नेपाली समय अनुसार दिउँसो 3:45 बजे नेपाल र जर्सी बीच दोस्रो तथा अन्तिम एकादशीय खेल हुँदैछ। पहिलो खेलमा नेपालले शानदार प्रदर्शन गर्दै 81 रनले प्रभावशाली जित निकालेपछि अहिले सबैको ध्यान आजको खेलतर्फ केन्द्रित भएको छ। के नेपालले आज जित निकालेर सिरिज 2-0 ले क्लिन स्वीप गर्नेछ वा जर्सीले पहिलो हारको बदला लिँदै सिरिज बराबरी गर्नेछ? यही विषयमा आजको भिडियोमा पहिलो खेलका सबै महत्त्वपूर्ण हाइलाइट, नेपाली टोलीको फर्म, जर्सीको तयारी, सम्भावित रणनीति र आजको खेलको सम्पूर्ण विश्लेषण गर्नेछौँ। पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवातमै केही दबाव झेले पनि त्यसपछि खेललाई आफ्नो नियन्त्रणमा ल्याउन सफल भयो। नेपाली ब्याटरहरूले धैर्यका साथ इनिङ्स अगाडि बढाएर उत्कृष्ट साझेदारी गरे। यस खेलका सबैभन्दा ठूलो नायक बने कुशल भुर्तेल। उनले शानदार 105 रनको शतक प्रहार गर्दै नेपालको इनिङ्सलाई मजबुत बनाए। अर्कोतर्फ भीम सार्कीले 39 रन जोड्दै महत्त्वपूर्ण साथ दिए। अन्तिम ओभरहरूमा पनि नेपालले आवश्यक रन जोड्दै निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनायो। 250 रनको स्कोर सामान्य थिएन। जर्सीका लागि यो लक्ष्य चुनौतीपूर्ण थियो। 251 रनको लक्ष्य पछ्याउन आएका जर्सीलाई नेपाली बलरहरूले सुरुदेखि नै दबावमा राखे। नयाँ बलबाट लगातार विकेट लिँदै नेपालले खेल आफ्नो पक्षमा राख्यो। बीचका केही ओभरमा पनि बलरहरूले रन रोक्न काम शानदार गरे। जर्सीका लागि चार्ली ब्रेनले 82 रन बनाए पनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन्। नेपालका हेमन्त धामीले 4 विकेट लिए भने आरिफ शेखले 3 विकेट झार्दै जर्सीलाई 169 रनमै अल आउट गरे। यससँगै नेपालले 81 रनको प्रभावशाली जित निकाल्दै सिरिजमा 1-0 को स्कोर बनायो। आजको खेल केवल सिरिजको अन्तिम खेल मात्र होइन, यो आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 अघि नेपालको अन्तिम तयारी पनि हो। यस खेलबाट प्रशिक्षक र कप्तानले टोलीको अन्तिम संयोजन, खेलाडीहरूको फर्म र रणनीतिक तयारीको मूल्याङ्कन गर्नेछ। त्यसैले आजको खेल महत्त्वपूर्ण निकै ठूलो छ। पहिलो खेलमा हार बेहोरेपछि जर्सी आज नयाँ योजना सहित मैदानमा आउने सम्भावना छ। उनीहरूले सुरुवाती ब्याटिङ सुधार्ने, बलिङमा नयाँ रणनीति अपनाउने र फिल्डिङमा गल्ती कम गर्ने प्रयास गर्नेछन्। नेपालले भने पहिलो खेलको जितलाई बिर्सिएर फेरि शून्यबाट सुरु गर्नुपर्नेछ। क्रिकेटमा एउटा राम्रो साझेदारी वा एउटा उत्कृष्ट बलिङ स्पेशल पूरा खेल बदल्न सक्छ। आज फेरि सबैको नजर कुशल भुर्तेलमाथि हुनेछ। पहिलो खेलमा शतक बनाएका उनी आज पनि राम्रो लयमा देखिन्छन्। कप्तान रोहित पौडेल, भीम सार्की, आरिफ शेख, हेमन्त धामी र अन्य खेलाडीबाट पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। यदि ब्याटिङ र बलिङले पहिलो खेलकै लय कायम राख्न सके नेपालसँग अर्को जित निकाल्ने राम्रो अवसर हुनेछ। नेपाल आज केवल जित्न चाहँदैन, सिरिज 2-0 ले क्लिन स्वीप गर्दै विश्वकप लिग 2 अघि आत्मविश्वासका साथ अगाडि बढ्न चाहन्छ। नेपाली समर्थकहरूको पनि एउटै चाहना छ, आजको खेलमा पनि फेरि नेपालको उत्कृष्ट प्रदर्शन हेर्न पाइयोस्। अब सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरूको नजर आज दिउँसो 3:45 बजे हुने नेपाल र जर्सी बीचको दोस्रो तथा अन्तिम एकादशीय खेलमा हुनेछ। तपाईको अनुमान के छ? आज नेपालले कति रनले जित्ला वा जर्सीले कडा चुनौती देला? आफ्नो स्कोर प्रिडिक्सन र विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यदि भिडियो राम्रो लागे हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। जय नेपाल, जय क्रिकेट।